आज मैले सुकुटीको अचार बनाउन लागिरहेकी छु र यहाँ आवश्यक पर्ने सबै कुरा पनि तयारी अवस्थामा छ। मैले पहिला सुकुटीलाई काटेर पानीमा भिजाएँ। भिजेको सुकुटीलाई यसरी पाक्ने गरेर तोरीको तेलमा फ्राई गरेँ। तोरीको तेल प्रयोग गर्दा अलि लामो समयसम्म टिक्ने भएकाले। त्यसपछि ल्वाङ, सुकमेल, जिरा, तोरीलाई यसरी मजाले सिलौटामा पिसे। अब काटेर राखेको अदुवा र लसुनलाई सिकुटी फ्राई गरेकै तेलमा यसरी फ्राई गरे। त्यसपछि थोरै अदुवा र लसुनलाई पनि पिनेको थिएँ, जसमा नुन, कागती, बेसार मिसाएर यसरी पकाएँ। अब तयारी अवस्थामा रहेको यो सुकुटीमा तोरीको पेस्ट, ल्वाङ, सुकमेल, मेथीको पेस्ट र फ्राई गरेको अदुवा, लसुन, फेरि कागती, अदुवा, लसुन, बेसार, नुन, खुर्सानी पकाएको र जिराको पेस्टलाई यसरी मिसाएर मजाले घोलेर बट्टामा खाँदी खाँदी लगाएँ र अन्त्यमा माथिबाट खारेको तोरीको तेललाई पनि लगाएँ। यसरी सिकुटीको अचार तयारी भयो।